Third wheels कसरी? How comes? Underweight. छैन बाइकमा जानु So guys, अहिले म चाहिँ भुटान जाँदैछु and yes, welcome to my channel. आज बनाएको कारण चाहिँ म हस्पिटल जाँदैछु हैन पुरा बिमार भएको छ ल जस्ट जोकिङ मेरो चाहिँ ब्लड चेक गर्नु गएको छ किनकि मम्मीले भन्नु भएको चाहिँ मेरो जिउमा खुन छैन रे हो अन्त यतै हेर्नुस् न मन्त्रीजी हो अन्त त्यही भएर चाहिँ हामी चाहिँ अब जाँदैछु रेचल हाई गर्न अच्छी हाय छुची भन्दिनु न मजाले भन्नु न हाय छुची भन्नु न यहाँ चाहिँ अब यस्तो गरेर यहाँ चाहिँ आइडेन्टी कार्ड देखाएन भने एसएसबीले हामीलाई भित्र जानु दिँदैन पो त यहाँ चाहिँ यस्तो गरेर यस्तो भुटान गर्छ So guys, अब चाहिँ भुटान गएर कस्तो हुन्छ के हुन्छ आई विल अपडेट यु भुटान गेटे सन्जय यता हेर्नु त हाई भनिदिनु हाय फुपा हाई हाय हो रेचल हाई भन्नु हाय भन्दिनु हाई So guys, म एक्चुअली यहाँ फुन्सलिङ हस्पिटल मैले सानोमा मात्रै भिजिट गरेको थियो होइन मलाई बिमार हुँदैन तर भएपछि साह्रो हुन्छ त्यसको लागि एडमिटहरू चाहिँ भएको थियो सो आई डोन्ट नो यहाँको कस्तो के हो भनेर सो गाइज अहिले चाहिँ मैले ब्लड टेस्टको लागि आएको छ सो बिमार चाहिँ अहिले के हो थाहा भएन होइन ब्लड टेस्ट गर्नु अरे अन्त थाइरोइड पनि चेक गर्नु अरे सो लेट्स सी कस्तो हुन्छ भनेर के भएन म भन्नु त उयोले भेटेर के हो डेङ्गुले कहाँ बसेर अरे उयो बाहिर के अरे सबै रुम बुक्ड भएको थियो नि त प्याक भएको थियो सो मैले पहिला डेङ्गु पाउँदाखेरि चाहिँ म बाहिर सेलुन लाउँदै होइन सो बाइ द वे गाइस मेरो ब्लड चेक पनि भइसक्यो सो म चाहिँ अहिले क्यान्टिन जाँदैछु किनकि मैले ब्रेकफास्टहरू के खाएर ब्लड चेक गर्छ भनेर डक्टर टोल मी टु चेक थाइरोइड एन्ड त्यो ब्लड चेकअप होइन थाइरोइडको चाहिँ आफ्टर 3 विक्स पछाडि आउँछ अरे सो त्यो मम्मीले रिसिभ गर्छ रिपोर्ट होइन अन्त ब्लडको चाहिँ अब के बिमारहरू के छ भने चाहिँ अहिले टाइम 2 मा हुन्छ सो अहिले चाहिँ म यहाँ क्यान्टिनमा खानु आएको छु सो गाइस पानी परिरहेछ अहिले चाहिँ ब्रेकफास्ट पनि भयो होइन मम्मी म पहिला यतानिर यसरी बस्नु परेको सबै प्याक्ड भएर हजुर ए म यहाँ सुतेको अरे उयो बुजुकोमा पहिला डेङ्गु पाउँदाखेरि सबै प्याक थियो नि त रुमहरू So guys, pani परिरहेछ अहिले चाहिँ and this is the view from Phuntsling Hospital and we have to wait for 2 hours 1.5 hours रहेछ अब चाहिँ let's see so guys अहिले चाहिँ मम्मीले मलाई कुनै कहाँ लाने रे आई डोन्ट नो किनकि म यतै बसेर पनि म फुन्सलिङ हस्पिटल लाइक हुन्छ नि काइन्ड अफ आई डोन्ट नो किनकि मलाई मन पर्दैन कि त्यही भएर म यता कहिल्यै आउँदिनँ म बिमारहरू हजुर यताबाट मलाई के एजरलाई एजरलाई सो गाइस किनकि म मलाई के बिमार भयो भने म प्राइभेटमा हेर्नु जान्थेँ नि त त्यहाँ फुन्सलिङ जयगाउँमै हुन्थ्यो त्यहाँ पो हेर्थ्यो सो मलाई त यति केही थाहा छैन यहाँ मेरो भाइको चेकअप गरेको अरे सानोमा
हजुर ए सो दिस इज another place अघि हामी उयोनिर थियो होइन यहाँनिर थियो अहिले चाहिँ हामी यहाँनिर अनि गाइस यो चाहिँ सोनम गाउँ स्कुल भनेर थियो पहिला हाम्रो टाइममा आई डोन्ट नो अहिले चाहिँ के भएको छ सेम हो कि के हो आई डोन्ट नो एकछिन बस्नुपर्ने छ अब यसरी काम छैन हो मम्मी बिमारी भयो बिमारी लिएर आएको So guys, after 2 hours, म फेरि पनि अब रिपोर्ट ल्याउनु जाँदैछु द्याट चाहिँ डक्टरले के भन्छ एन्ड लाइन चाहिँ नि फेरि के भनेर सो गाइस लेट्स सी बाइ बाइ सो अहिले चाहिँ हामी घर गएको होइन मम्मी कति बजी आएर चाहिँ कति बजी फर्किन्छ सर लगभग 3:10 मा चाहिँ हस्पिटल भयो कहिले आयो हामी बिहान 9:30 मा बिमार अब सिरियस बिमारी नै होस् नि स्ल्याक हुने रहेछ हामी त अन्त यति घन्टा बसेर सो फाइनली गाइस अहिले चाहिँ हामी घर जान लाग्दैछु घर भन्दा पनि हामी उता कुछ सपिङको लागि जान्छु होइन तर भिटामिनहरू किन्नुपर्छ भिटामिनहरू कुन छैन अरे हो त्यही हो पानी खानुपर्छ अरे दबाई चाहिँ कति दिएको छ अन्त सो गाइस अब चाहिँ गएर सपिङ गर्ने हो अन्त त्यहाँबाट घरमा गएर फेरि फर्केर आउनुपर्छ जस्तै छ भरे अलिकति यहाँनिर घुम्नुको लागि किन हाँसेको कहाँ घुम्ने घरिघरि अब घुमेर अब घरमा गएर लुगा फेरेर दङ्ग सुत्नुपर्छ सो यस्तो टायर्ड भएको छ किनकि हामी यस्तै 9:30देखि यस्तै 9:30 हो नि 9:30देखि चाहिँ अहिले भर्खर हामी अहिले यस्तै 3:10 3:15 समथिङ भयो होइन टाउन आइपुगेको छ यति साह्रो बस्दा चाहिँ बर्थडे देख्यो बर्थडे त्यसै मान्छेको मासु छैन हड्डिया मात्रै 1 आवर 2 आवर रोक्दा त सो बाई गाइस भित्र पसेर आई विल अपडेट यु मोर सो गाइस डाइरेक्ट अहिले हामी चाहिँ वकिल प्रसादकोमा आएको छ कुन एन्ड मम्मीले चाहिँ मलाई के खानु भने मम्मी यो खानुहुन्छ नि तिमीहरूले म चाहिँ खाँदैन है चोर लगिदिनु पऱ्यो नि खोला आप्पालाई मलाई चाहिँ के दिने रे मम्मी के भने रे ड्राई फ्रुट हो फ्रुट उयो निकाल्छ सरफ ह्याङको सरफ खोइ ह्याङको भने उयो होइन ऊ त पर यो ह्याङको हो बस बस हामी घरमा त सिक्किममा त्यही युज गर्छ सो गाइस अहिले चाहिँ हामी हस्पिटल चेक गरेर हाई भन्नु यज सो हामी चाहिँ अहिले भुटान लाग्दैछु मम्मी त्यसो मम्मी हामी जाँदै गर्छु ल आपा खोइ सो चेकअप गरेर पनि हामी चाहिँ घर आएर पनि फर्केर भुटान जाँदैछु वी विल बी गोइङ सुन सिक्किमको लागि सो त्यही भएर चाहिँ मम्मीले लिएर गएको आज चाहिँ भएर सो यो चाहिँ नोनी हो नोनी अमरेट ल्याउनु बिर्सेछ दिनु बिर्सेछ होइन सो सी इज गोइङ ब्याक एन्ड दिस इज जयगाउँ या अभियसली सरी गाइस आज चाहिँ म ब्लड चेक गर्नुपर्ने थियो त्यही भएर बिहानै आएर चाहिँ मैले केही पनि खाएको थिएन होइन एन्ड क्यान्टिनमा त्यो फास्ट फुड विच आई डोन्ट लाइक त्यो फास्ट फुड खाएको थियो विच आई डोन्ट लाइक सो त्यही भएर एनर्जी छैन मेरो मर्निङदेखि नै यसरी बोलिरहेछु म आई विल ट्राई टु बी एक्टिभ
एनर्जी छैन बोल्नेको यो पनि आएको छैन बट स्टिल देन र मेमोरिज हुन्छ भनेर चाहिँ ब्लग बनाएर राखिदिएको होइन सन्डे चाहिँ हामी फर्किँदैछौँ गाइज किनकि मन्डेबाट चाहिँ हाम्रो कलेज छ सो गाइज फाइनली वी आर इन भुटान एन्ड दिस इज नोनी सो इट्स हर थर्ड टाइम कमिङ टु भुटान होइन एक्चुली 4th टाइम हुन्थ्यो होला योसँग तर थर्ड टाइम भन्छ कि फर्स्ट सेकेन्ड टाइममा चाहिँ जानु दियो होइन त्यहाँदेखि थर्ड टाइममा चाहिँ जानु दिएको थिएन हो त्यो कार्ड के भयो अरे एन्ड आई डोन्ट अन्डरस्ट्यान्ड कि के भएर हो त्यसमा चाहिँ मलाई यस्तो पिस्ड अफ भएको थियो होइन त्यो टाइममा झगडा पनि भएको थियो त्यहाँनिर बट फाइनली अहिले चाहिँ पोसायो अनि आई डोन्ट अन्डरस्ट्यान्ड भुटानको यो रेजिस्टरमा के गरेको हो भनेर फर्स्ट र सेकेन्ड टाइम चाहिँ पोस्न दियो हुन्छ अरे थर्ड टाइम पोस्दा चाहिँ काट्न कुन के भएन अरे के भयो अरे भन्नेछ हो नोनीलाई तर अहिले चाहिँ फेरि पोसायो दामी छ यिनीहरूको यो सो गाइस अहिले चाहिँ हामी यतानिर हल्का डिनरमा आएको छु एन्ड आई विल अपडेट यु लेटर बाई बाई सो गाइज अहिले चाहिँ हामी एकछिन बाहिर आएको छ किनकि घरमा बोरिङ भयो के काम छैन जस्ट डिनरको लागि बोलाएको नि त सो म चाहिँ अहिले नोनीलाई बाहिर घुमाउनुको लागि एकछिन होइन सो सानोमा त हामी यो ब्रिज आई डोन्ट नो यो के अरे ब्रिजलाई त हामीले रेलिङ भन्थ्यो सो कुछ भी जगह नहीं घूम सकते ये रास्ता में चल I will show her this place because म पहिला स्कुल पढ्दाखेरि म यतैनिर आउँथेँ ओ वाओ वो जो अंकल है ना हमने टिकटॉक पे देखा था वो दिस वेरी फेमस देयर वेरी फेमस पूरा जेलस करता है कुत्ता सो गाइस अब चाहिँ ब्रिजमा आएको छ एन्ड सी मुन चाहिँ दामी देख्दैछ एन्ड हियर इज अनदर मुन गाइस मलाई यस्तो हेर्दा टुरिस्ट जस्तो देखिरहेको होला त्यहाँनिर हो but I'm not मलाई क्युट लाग्यो थर्ड व्हिल्स कसरी हाउ कम्स only 2 yes आजको वेदर चाहिँ दामी रहेछ So guys, we are having our dinner. हम चिकन खा रहे हैं ये pork. हम सब खाते हैं यो चाहिँ ये खाली यो खाएन हैन यो चाहिँ तो मिलते हैं. ओ देन्जी ओ यहाँ आइज ल यहाँ आइज त बस देन्जी आइज So guys, we are finally home अन्त फ्रेस अपहरू भइसक्यो होइन मैले भिडियो चाहिँ बनाउनु पाइनँ किनकि आई वाज क्वाइट बिजी फ्रेस अपहरू भएर चाहिँ अहिले त चाहिँ विदाउट मेकअप एन्ड या एन्ड दिस इज माई हेटेस्ट वन हम देख रहे हैं क्या एक्चुअली I don't like this medicine, not at all. हाम्रो स्कुलमा पनि दिन्थ्यो होइन सो म के गर्थेँ भने लाइक टिचरहरूको अगाडि खानु लाउँथेँ नि त खानु लाउँथेँ नि त सो मैले फ्याँक्थेँ क्या यस्तो ट्रिकी गरेर फ्याँक्थ्यो बट अब चाहिँ खानै पर्दैछ नो अप्सन मलाई कतै मन पर्दैन सो गाइस एनिवेज मेरो ब्लग चाहिँ एकदमै एन्ड हुन्छ एन्ड सरी मेरो ब्लग चाहिँ एकदमै बोरिङ हुन्छ किनकि एउटा हुन्छ नि लाइक काइन्ड अफ मेबी बिमारी भन्यो हल्का यति साह्रो पनि थिएन त्यसले गर्दा यति साह्रो एनर्जी पनि भएन बोल्नेको तर पनि आई ट्राइड माई बेस्ट सो मेरो ब्लग चाहिँ यतिमै एन्ड हुन्छ सो गाइस बाई नेक्स्ट भिडियो चाहिँ म लाइक इन्ट्रेस्टिङ बनाउनु खोज्छु अब स्वर पनि सुक्दैछ नाक पनि बन्द हुन्छ आई डोन्ट नो आई थिङ्क मार्गी लाग्यो जस्तो छ
So bye guys. Good night. आवाज हामी सुत्छु यतिमै